आफ्नै बाइकमा काठमाडौँको नजिक 10,000 मा 4-5 दिन घुमेर आउन मन छ भने दिस भिडियो इज फर यु। बाइकमा 1000 रुपियाँको तेल हालेर तपाईहरु फर्पिङ घुमाने फाकेल हुँदै कुलेखानी निस्किनुहुन्छ। कुलेखानीमा दामी माछा खाएर एकछिन रेस्ट गरेपछि तपाईहरु चाहिँ निस्किनुहुन्छ भीमफेदी हुँदै हेटौडातर्फ। संगलो पानी छेउमा बगिरा हुन्छ, दामी छ बाटो। तपाईहरु वीरगञ्जतर्फ जानुहुन्छ, पत्लाया अम्लेखगञ्ज हुँदै पर्सा नेशनल पार्कबाट तपाईहरु वीरगञ्ज निस्किनुहुन्छ। छठको माहौलमा गएको, अति भिडभाड बाटोमा, स्ट्रीट फुड अति रमाइलो थियो। त्यहाँबाट हामी 1500 को रुम लिन्छौँ, एकछिन फ्रेसन अप हुन्छौँ, त्यहाँबाट घण्टा घरतिर एक्सप्लोर गर्न जान्छौँ, इन्डिया बोर्डरतिर जान्छौँ, डिफ्रेन्ट फुडहरु खाएर त्यो रात त्यही बिताउँछौँ। अनि भोलि बिहान हामी जान्छौँ रक्सोलतिर शपिङ गर्न। धेरै सामानहरु सस्तोमा पाइन्छ, पटका पनि थियो, लोभ लाग्यो तर ल्याउन पाएनौं। हामी शपिङहरु गरेर 11-12 बजेतिर खानासाना खाएर हामी निस्किन्छौँ फेरि पत्लाया हुँदै राइटतिर निजगढ, चन्द्रनिगापुर, बर्दिवास हुँदै हामी लाग्छौँ जनकपुरतर्फ। जनकपुर वाज लुकिङ सो ब्युटिफुल। जानकी मन्दिर सजाएको थियो, छठको माहौल एकदमै राम्रो थियो जताततै। हामी त्यहाँ 2000 को रुम लिन्छौँ अनि निस्किन्छौँ एक्सप्लोर गर्न। त्यहाँ पनि सस्तोमा मिठो मिठो खानेकुराहरु खान्छौँ, मन्दिर जान्छौँ, दर्शन गर्छौँ, सबैतिर यताउता हेरेपछि हामी आरती हेरेर त्यो रात त्यही बिताउँछौँ। भोलि बिहान हामी छठ पूजा हेर्छौँ, खाजासाजा खान्छौँ, मिठो खानेकुराहरु एक्सप्लोर गर्छौँ, सबैतिर घुमेर हामी लाग्छौँ अब फर्केर पत्लाया हेटौडा हुँदै चितवनतर्फ। चितवनमा चाहिँ 1000 रुपियाँदेखि स्टार्टिङ तपाईहरुले रुम मज्जाले पाउनुहुन्छ। हाम्रो चाहिँ घर छ, त्यही भएर हाम्रो होटल रुम लिनु परेन। त्यहाँबाट हामी भोलिपल्ट उठेपछि हामी ब्रेकफास्ट खाएर लाग्छौँ हामी जंगलतिर। जंगलमा डिफ्रेन्ट एनिमलहरु देख्छौँ। त्यसपछि 20,000 तालतिर जान्छौँ, बाघहरु हेर्छौँ, अनि पारी जान्छौँ हामी भरतपुर। खाजासाजा खाएर हामी नारायणीको तिर जान्छौँ सनसेट हेर्न, तर त्यो दिन सनसेट देखेको थिएन, एकदम हावाहुरी लाग्यो अनि हामी फर्किन्छौँ घर। त्यसपछि भोलिपल्ट हामी जान्छौँ सफारी। 1000 रुपियाँको 2 घण्टाको सफारीमा हामीले गैंडाहरु एकदम नजिकबाट देख्छौँ, हामी अरु एनिमलहरु पनि देख्छौँ। अनि फर्केपछि हामी जान्छौँ थारू किचन, लोकल अथेन्टिक थारू खानेकुरा खान। त्यसपछि हामी सौरातिर चिल गर्छौँ, सनसेट हेर्छौँ, एकछिन मज्जाले रेस्ट गर्दै बस्छौँ। अनि साँझतिर हामी चितवनको लोकल चटपटे पानीपुरी दहीपुरीहरु खाएर घर आउँछौँ, सुत्छौँ र भोलि बिहान हामी फर्किन्छौँ काठमाडौँतिर। टोटल खर्च चाहिँ हाम्रो 20,000 भएको थियो 2 जनाको, एक्सक्लुडिङ रक्सोलमा पर्सनल शपिङ। अर्को भिडियोमा चाहिँ हामीले के खायौँ सस्तोमा मिठो मिठो भनेर देखाउने छु। यो 3टै ठाउँको हेर्नु होला।